नमस्ते। यहाँ सबैलाई हार्दिक अभिवादन, नमस्कार। विशेष गरी आज एउटा वैदेशिक अध्ययनसँग सम्बन्धित रहेर केही जानकारी यहाँहरुको बीचमा शेयर गर्ने प्रयत्न गरिरहेको छु। केही समय यहाँहरु सबैको ध्यान आकर्षण गर्न चाहन्छु। विशेष गरी युरोप अन्तर्गत रहेको माल्टा भन्ने देशमा वैदेशिक अध्ययन गर्न के कस्तो सुविधा छ भन्ने बारेमा यहाँहरुलाई विभिन्न स्रोत सामग्री संकलन गरेर त्यसको सूक्ष्म जानकारी गराउने प्रयत्न गरिरहेको छु। यद्यपि 100% यो सेकेन्डरी रिसोर्स सम्पूर्ण रूपमा सही नहुन पनि सक्छ, तर मैले आफ्नो ज्ञान विवेकले, मेहनतले, परिश्रमले भ्याएसम्म यो जानकारीहरूलाई उपयोगी बनाउने प्रयत्न गरेको छु। माल्टा खास गरी युरोपको दक्षिणी भागमा रहेको एउटा टापु गणराज्य हो। क्षेत्रफलको हिसाबले विश्वकै 10औं सानो देशको रूपमा यो गणराज्यलाई लिइन्छ, जबकि यसको जनघनत्व भने विश्वकै सबैभन्दा ठूलो 9औं स्थानमा रहेको पाइन्छ। यो देशलाई शहरहरूको राज्य भनेर पनि भन्ने गरेको पाइन्छ। माल्टा 19औं शताब्दीमा बेलायतको उपनिवेश भएको र सन् 1974 ताका यो बेलायतको उपनिवेशबाट स्वतन्त्र भएको र सन् 2004 मा चाहिँ युरोपियन युनियनमा जोडिएको एउटा राज्यको रूपमा हामीले जानकारी लिन सक्दछौं। यसको क्षेत्रफल 336 वर्ग किलोमिटर, लगभग 122 वर्ग माइल र जनसंख्या पनि एकदमै थोरै, 5,42,000 आसपासमा। यो पछिल्लो 23 को एउटा डाटाबाट चाहिँ मैले साभार गरेको। यसको दक्षिणतिर करिब 50 माइलको दूरीमा चाहिँ युरोपकै इटली रहेको छ। त्यस्तै गरी 176 माइलको दूरीमा ट्युनिसिया र उत्तरमा लिबियाबाट 207 माइलमा यो अवस्थित छ। एकदमै द्वीप समूहहरू यो अवस्थित छ। माल्टाको आफ्नै माल्टिज ल्याङ्ग्वेज र अंग्रेजी भाषालाई उत्तिकै मान्यता दिएको पाइन्छ। यद्यपि शैक्षिक प्रयोजनका निमित्त अंग्रेजी भाषालाई नै त्यहाँ प्रयोग गरेको देखिन्छ। माल्टाको राजधानी भ्यालेटा हो, जुन क्षेत्रफल र जनसंख्याको हिसाबले युमा सबैभन्दा सानो राजधानीको रूपमा पनि रहेको छ। अन्तर्राष्ट्रिय मुद्रा कोषका अनुसार माल्टालाई एक उन्नत अर्थतन्त्रको रूपमा वर्गीकृत गरिएको छ। माल्टाको प्रमुख आर्थिक स्रोतहरूमा चुनढुङ्गा अनुकूल भौगोलिक स्थान, उत्पादक श्रम शक्ति, त्यसपछि पर्यटन व्यवसाय नै यसको मुख्य स्रोतको रूपमा रहेको छ। जीडीपी का हिसाबले युरोपेली संघमा करिब 10औं स्थानमा चाहिँ माल्टा रहेको पाउँछौं, जसको आय प्रति व्यक्ति आय वार्षिक चाहिँ 39,500 युरो रहेको छ, जुन युरोको औसत चाहिँ आम्दानी 37,600 भन्दा धेरै नै माथि रहेको पाइन्छ। इन्टरनेशनल लिभिङ इन्फर्मेसनका अनुसार संसारमा राम्रो हावापानी भएको देशमध्ये माल्टा पनि एउटा पर्दछ। शैक्षिक हिसाबमा माल्टाले ब्रिटिश पाठ्यक्रमको कार्यान्वयन गरेको पाइन्छ। माल्टामा 16 वर्षसम्म विद्यालय शिक्षा र अनिवार्य शिक्षाको रूपमा चाहिँ लागू गरिएको पाइन्छ। यहाँ 3 प्रकारको, खास गरी राज्य संरक्षित, त्यसैगरी चर्चबाट नेतृत्व हुने र निजी क्षेत्रबाट सञ्चालित विद्यालयहरू, विश्वविद्यालयहरू, कलेजहरू प्राप्त गर्न सकिन्छ। माल्टाको शैक्षिक प्रणालीलाई हामी पूर्व प्राथमिक, यसलाई 3 देखि 5 वर्षसम्म भन्छौं। यो चाहिँ भोलिन्टियर, राज्यले पुरै लगानी गरेको छ, तर अनिवार्य भने छैन।
प्राथमिक तह 5 देखि 11 वर्षसम्म, त्यस्तै गरी माध्यमिक तह 11 देखि 16 वर्ष र अर्को टेरिटरी एजुकेसन भन्छ उच्च शिक्षा र खास गरी प्राविधिक र व्यावसायिक शिक्षालय अन्तर्गत यसलाई वर्गीकृत गरिएको पाइन्छ। बलियो विश्वव्यापी प्रतिष्ठा सहितको अहिले माल्टाले 80 भन्दा बढी मुलुकबाट चाहिँ विद्यार्थीहरूलाई आफ्नो देशमा गन्तव्य बनाएको देखिन्छ। विशेष गरी सहयोगी विद्यार्थी रोजगार नीतिहरू फस्टाउँदो अर्थतन्त्रमा अग्रसर भएको माल्टामा आफ्नो अध्ययनसँगै विद्यार्थीहरूले पनि साप्ताहिक 20 घण्टा आंशिक कार्य गर्न पाउने जुन प्रकारको सरकारी पोलिसी रहेको छ, त्यसले गर्दा पनि खास गरी विकासोन्मुख देशबाट दक्षिण एसियाका देशहरूबाट माल्टामा पढ्न जानेको संख्या पछिल्लो समयमा बढेको र खास गरी विद्यार्थीहरूका लागि अन्य सुविधाहरू र सुरक्षाको दृष्टिकोणले उचित गन्तव्यको रूपमा यो विकसित भएको छ र पर्यटन सँगसँगै विदेशी विद्यार्थीबाट चाहिँ आर्थिक मुद्रा आर्जन गर्ने माल्टाको चाहिँ राष्ट्रिय नीतिका कारणले गर्दा पनि यो आकर्षक गन्तव्य बन्दै गएको कुरा हामी पढ्न सक्छौं। यहाँ अध्ययन गरिसकेपछि विशेष गरी 1 वर्ष काम गर्न दिने माल्टा सरकारको चाहिँ एउटा नीति रहेको छ। त्यसपछि पनि त्यसलाई एक्सटेन्सन गर्ने र नयाँ कोर्सहरूमा रहेर अध्ययन गर्न पाउने र 5 वर्ष पुगिसकेपछि पीआर सम्मको चाहिँ सेवा सुविधा विदेशी विद्यार्थीहरूले प्राप्त गर्ने एक प्रकारको प्रबन्ध माल्टामा भएका कारणले गर्दा पनि युरोपियन मुलुकको खास गरी वर्क परमिट र पीआर का निमित्त पनि विद्यार्थीहरू आकर्षित हुने गरेको पाइन्छ। विद्यार्थीहरूका निमित्त अन्य जानकारीहरूका सन्दर्भमा भन्नुपर्दा उपयोगिता शीर्षक बिजुली, पानी, खाना पकाउने इन्धन र इन्टरनेट जस्ता सेवाहरूको लागि माल्टामा 100 देखि 150 युरोसम्म खर्च हुने अवस्था बुझिन्छ। त्यस्तै गरी खाद्यान्न र किराना सामग्रीहरूको लागि विद्यार्थीको आफ्नो एउटा खानपानको चाहिँ अवस्था उसको रुचि अनुसार 200 देखि 250 युरोसम्म चाहिँ विद्यार्थीले खर्च गर्नुपर्ने अवस्था छ। त्यस्तै गरी आवासको सन्दर्भमा पार्टनर भएर रुम शेयरिङ गर्ने सन्दर्भमा केही कम लाग्ने र एकल आवासको रूपमा रहने हो भने अलिक केही बढी खर्च लाग्ने, जस अनुसार 500 देखि 350 सम्म चाहिँ युरो प्रति महिना चाहिँ आवासका निमित्त खर्च गर्नुपर्ने अवस्था रहन्छ। माल्टामा विद्यार्थीहरूलाई अध्ययन गर्नका लागि त्यहाँ जीवन बीमा अनिवार्य गरिएको छ। त्यसकारणले गर्दा पनि विद्यार्थीहरूको सुरक्षा व्यवस्था सुनिश्चित भएको हामी पाउँछौं। यातायात खर्च भने एकदमै नोमिनल रहेको छ र विद्यार्थीहरूलाई ट्राभल डिस्काउन्ट कार्डहरूको चाहिँ विद्यालय कलेजहरूले व्यवस्था गर्ने भएको हुनाले सो अनुसार चाहिँ डिस्काउन्ट कार्डका आधारमा ट्राभल गर्न सकिने प्रबन्ध रहेको हुनाले यसतर्फ धेरै लागत नआउने कुरा हामीले जानकारी प्राप्त गरेका छौं। हामी विशेष गरी विकासोन्मुख देशबाट माल्टा अध्ययन गर्ने सँगसँगै भविष्यलाई एउटा सुरक्षित एउटा गन्तव्य बनाउने, आय आर्जनको पनि एउटा गन्तव्य बनाउने हिसाबमा सोचिरहेका हुन्छौं। दुईटै विकल्पका रूपमा हामीले त्यसलाई भविष्यसँग जोडेर सुरक्षा, कमाई यसलाई पनि हामीले मध्यनजर गरेका हुन्छौं। माल्टामा विद्यार्थीले खास गरी विद्यार्थी अवधि रहन्जेलसम्म आंशिक काम गर्न पाउने हुन्छ। त्यस्तो अवस्थामा उनले प्रति हप्ता साप्ताहिक प्रति दिन काम गर्दाखेरि मासिक रूपमा चाहिँ 900 देखि 1500 युरोसम्म चाहिँ आम्दानी गर्न सक्ने स्रोतले भन्दछ। यद्यपि विशेष गरी विद्यार्थीहरूको काम गर्ने स्किल क्षमता, एडाप्टेबल क्यापासिटीका आधारमा पनि यो आंशिक ज्यालामा भेरिएसन हुन सक्ने कुरा हामीले सहजै बुझ्न सक्छौं। विद्यार्थीहरूले क्याश इन ह्यान्ड नीति अनुसार काम गर्न पाउँछन्, अर्थात् जुन पार्ट टाइम काम गर्छन् त्यस बाबत कर इन्कम ट्याक्स बुझाइरहनु नपर्ने अथवा कानुनी रूपबाट त्यो चाहिँ सुरक्षित रहेको भन्ने हामी बुझ्दछौं।
माल्टामा औसत कामदारको चाहिँ ज्याला 10 रहेको छ। मैले अघि नै भने न्यूनतम पनि 8 युरो दिनै पर्ने त्यहाँको कानुनी प्रबन्ध रहेको छ र अधिकतम 15 युरोसम्म चाहिँ हामीले प्राप्त गर्न सक्ने भन्ने सूचनाहरू जानकारीहरू हामीसँग रहेको छ। अध्ययन सकिएपछि माल्टामा बस्न पाइन्छ भन्ने जिज्ञासाको सन्दर्भमा PSW भिसा दिने माल्टा सरकारको व्यवस्था रहेको छ, जसअनुसार 1 वर्ष पुरै काम गर्न पाउने अवस्था माल्टा सरकारले सुनिश्चित गरिदिएको छ र यस अवधिमा आफूले जति ट्याक्सहरू बुझाएको हुन्छ त्यो ट्याक्स चाहिँ रिडिम्सन हुँदै जाने पाउने अथवा फुल टाइम काम गर्दाखेरि जुन कामदारको रूपमा माल्टा सरकारलाई ट्याक्स तिर्नुपर्ने हुन्छ त्यो चाहिँ उसको अघिल्लो खर्चबाट रिडिम्सन गर्दै जाने माल्टा सरकारको एउटा कार्यनीति भएका कारणले गर्दा पनि ट्याक्स सेभ हुने कुरा हामी सहजै प्राप्त गर्न सक्छौँ। अथवा मनग्गे आम्दानी गर्ने अवस्थामा ट्याक्स पनि जोगिने अवस्था रहन्छ र त्यो 1 वर्षको PSW पर्मिटलाई हामी 2 वर्ष एक्सटेन्सन गर्ने र त्यो बेला हामी त्यहाँ मात्रै नभएर अन्यत्र पनि काम गर्न जान सक्ने अवस्था स्रोत अनुसार हामीलाई जानकारी छ। त्यसै गरी परिवारलाई माल्टामा लान सकिन्छ कि सकिँदैन भन्ने जिज्ञासा पनि यहाँहरूसँग रहन सक्छ। यदि तपाईँले आवासीय अनुमति प्राप्त गर्नुभयो भने तपाईँ आफ्नो पर्सनल फ्यामिली अथवा आमा बुवा र श्रीमती त्यसपछि आएर आफ्नो छोराछोरीलाई चाहिँ नाता प्रमाणित गराएर त्यहाँ लाने आवेदन दिने व्यवस्था रहेको छ र तपाईँ जतिन्जेलसम्म माल्टामा बस्न सक्नुहुन्छ त्यति बेलासम्म परिवारका सदस्यहरूलाई पनि माल्टामा बस्ने अनुमति प्राप्त हुन सक्छ। अघि नै मैले भनिसकेको छु कि युरोपमा PR प्राप्त गर्दाखेरि सबै मुलुकहरूमा जान सकिने सुविधा भएका हुनाले PR को आकांक्षी पनि हामी रहेका छौँ। 5 वर्ष पुगिसकेपछि माल्टा गएको हामीले माल्टाको PR मा आवेदन दिन सकिने सुविधा रहेको छ। त्यस्तै गरी माल्टामा कहिले कहिले भर्ना हुन सकिन्छ भन्ने जिज्ञासाका सन्दर्भमा माल्टामा वर्षमा 4-5 वटा इन्टेक हुने गरेको पाइन्छ र विशेष गरी माल्टामा समर र विन्टर भ्याकेसन दुईटा भ्याकेसन करिब करिब महिना दिनको हाराहारीमा हुने अवस्था देखिन्छ। त्यो बाहेक अन्य महिनाहरूमा त्यहाँ इन्टेक भइरहेको अवस्था हामीले विभिन्न स्रोतबाट प्राप्त गर्न सक्छौँ र दुवै भ्याकेसनमा चाहिँ विद्यार्थीहरूले छुट्टै काम गर्न सक्ने अवस्था अथवा सुविधा पनि रहेको छ। अफर लेटर र एडमिसन लेटरको लागि कति समय लाग्छ भन्ने सन्दर्भमा खास गरी विद्यार्थीको कलेज फी चाहिँ भिसा पछि नै बुझाउनु पर्ने भएको हुनाले भिसा अगाडि भिसा शुल्क र एप्लिकेसन शुल्क चाहिँ अनिवार्य बुझाउनु पर्ने हुन्छ, किनभने कलेजले पनि आफ्नो सुरक्षा खोजेको हुन्छ। सबै चिज दिइसकेपछि पछि विद्यार्थीहरू नआउने सम्भावना पनि बढी भएको हुनाले त्यसलाई एउटा कोलेटरलकै रूपमा भए पनि उनीहरूले एप्लिकेसन फी र भिसा फी चाहिँ पहिलो चरणमा लिने गरेको पाइन्छ, जसअनुसार 250 युरो एप्लिकेसन फी र करिब 150 भिसा फी रहेको छ। तत्पश्चात एप्लिकेसन फी पश्चात अफर लेटर करिब 3-4 दिनभित्रै अफर लेटर प्राप्त गर्न सकिन्छ भने भिसा फी पनि गइसकेपछि 4-5 दिनभित्रै एडमिसन लेटरहरू हामीले प्राप्त गर्न सक्ने सहजै एउटा सुविधा रहेको कुरा यहाँलाई जानकारी गराउन चाहन्छु। त्यस्तै कुन कुन कोर्सहरू त्यहाँ उपलब्ध हुन सक्छन् भन्ने सन्दर्भमा जेनरलतर्फ साइन्स अन्तर्गत BSc MSc का कोर्सहरू रहेका छन्। आर्ट्सतर्फ BA MA का कोर्सहरू विभिन्न मेजर सब्जेक्टमा, त्यस्तै गरी इन्फर्मेसन टेक्नोलोजी होटल म्यानेजमेन्टतर्फ स्नातक र स्नातकोत्तर र डिप्लोमातर्फ पनि रहेका छन्। त्यस्तै गरी PhD सम्म पनि रहेका छन्। खास गरी डिप्लोमातर्फ छोटो अवधिका एउटा भनौँ न सिप विकास गर्ने क्षमता विकास गर्ने कोर्सहरूमा धेरै शीर्षकमा चाहिँ माल्टामा एडमिसन लिन सकिने सुविधा रहेको छ। कलेज फी कहिले बुझाउन सकिन्छ भन्ने जिज्ञासाको सन्दर्भमा अगाडि पनि मैले जानकारी गराइसकेको छु। आफ्टर भिसा माल्टाको कलेजमा हामीले यहाँको अथराइज बैंक मार्फत नै त्यहाँको कलेजलाई फी बुझाउने छौँ। कुनै मध्यस्थताकर्ता मार्फत पैसा बुझाउँदैनौँ, तपाईँकै खाता मार्फत नै त्यहाँको कलेजलाई अथवा विश्वविद्यालयलाई हामीले शुल्क बुझाउने सुविधा रहन्छ अथवा कानुनी प्रबन्ध रहेको छ। त्यस्तै गरी हवाई टिकटको लागि कति लागत लाग्छ भन्ने सन्दर्भमा हुन त टिकटको चाहिँ एउटा डिमान्डको आधारमा पनि यसको फेयर घट्ने बढ्ने गरेको पाउँछौँ हामीले, तर जेनरली हेर्दाखेरि 55-60 हजार औसतमा चाहिँ
समयअनुसार चाहिँ नेपालदेखि माल्टाको चाहिँ हवाई टिकट फेयर रहेको छ। यो अन्य देशहरूको तुलनामा कमै हो भन्ने हामीलाई लाग्छ। त्यस्तै माल्टाको भिसा प्राप्त गर्न कति समय लाग्छ भन्ने जिज्ञासाका सन्दर्भमा सबै कागजपत्रहरू अघि नै मैले भने अफर लेटर, एप्लिकेसन फी र भिसा फी जम्मा गरिसकेपछि करिब 40 देखि 45 दिनभित्र माल्टाको भिसा हामी प्राप्त गर्न सक्छौँ। यो भिसाको लागि नेपालकै VFS मार्फत नै एप्लाई गर्न सकिन्छ। हामीले नै त्यसको चाहिँ भिसाको प्रक्रिया अगाडि बढाउने अनुमति प्राप्त गरेका हुनेछौँ। यहाँ अरू कुनै मध्यस्थकर्ता तेस्रो पार्टीलाई प्रयोग गरिरहनु पर्दैन र त्यहाँ अध्ययन गर्नका लागि के कुरा इलिजिबिलिटी छ भन्ने बारेमा यस अगाडि पनि हामीले सेयर गरिसकेका छौँ। विशेष गरी IELTS र PT नहुने विद्यार्थी भाइ बहिनीहरूको लागि त्यो नभइकन पनि जान सकिने सुविधा रहेको छ। एउटा MOE लेटर, मिडियम अफ इन्स्ट्रक्सन लेटर चाहिँ यहाँहरूले बनाउन पर्ने हुन्छ अथवा हामी त्यसलाई सहजीकरण गरिदिनेछौँ। त्यसपछि पासपोर्ट कपी, आफ्नो एकाडेमिक क्रेडेन्टियल्सहरू र पासपोर्ट साइजको फोटो, यी कुराहरू भयो भने हामीले चाहिँ अफर लेटर र भिजा एप्लिकेसन प्रक्रियामा कार्य अगाडि बढाउन सकिन्छ। ग्यापको खासै 4-5 वर्षसम्म यसले एक्सेप्ट गरेको अवस्था रहेको छ अथवा ग्यापले त्यति धेरै असर नगर्ने कुरा यहाँलाई निवेदन गर्न चाहन्छु। त्यस्तै गरी अन्य त्यहाँको लागि रिसिभ गर्ने, यहाँहरूलाई चाहिँ होस्टेल प्रबन्ध गर्ने कुराहरू चाहिँ कलेज अनुसार चाहिँ हामीले त्यही एयरपोर्टमा एडप्ट गर्ने, उहाँहरूलाई चाहिँ रिसिभ गर्ने हाम्रा प्रतिनिधि मार्फत सहजै हुने कुरा पनि हामीले प्राप्त गरेका छौँ। यिनै सेरोफेरोमा रहेर अहिले केही बेरपछि यहाँहरूलाई हामी अनुरोध गर्न चाहन्छौँ। आज यो कार्यक्रम, मैले यो लाइभ कार्यक्रम सकिसकेपछि अपराह्न 4 बजे माल्टा स्थित आइडिया कलेजका अफिसियल प्रतिनिधिसँग हामी एउटा भर्चुअल जुममा पनि यहाँहरूको प्रत्यक्ष जिज्ञासाहरूका बारेमा, यहाँहरूका क्वाइरिजका बारेमा स्वयं कलेजका प्रतिनिधिहरूबाट यहाँहरूका सबै प्रकारका जिज्ञासाहरू, अहिले मैले छोटो समयमा यहाँहरूलाई दिएको यो जानकारी अलिक छिटो पनि भएको होला। त्यसो भएको हुनाले सबैले सहजै श्रवण नगरिरहनु भएको हुनसक्छ। यो असुविधाको लागि क्षमा प्रार्थी छु र लगतै मैले हाम्रो अफिसियल पेज मार्फत र आफ्नो पर्सनल पेजबाट पनि यो भर्चुअल मिटिङ संवाद एउटा कन्फरेन्समा जोडिनका लागि यहाँलाई अनुरोध गर्न चाहन्छु र त्यहाँ अफिसियल प्रतिनिधिसँग प्रत्यक्ष रूपमा यहाँका जिज्ञासाहरू, तपाईँका प्रश्नहरूका बारेमा भरपूर्ण रूपमा संशय नरहने गरी हामी संवादलाई सहजीकरण गर्ने कुरा निवेदन गर्दै, विशेष गरी अन्यत्र भिसा रिजेक्ट हुनुभएका विद्यार्थीहरू र लागतको हिसाबमा करिब 10 लाखको हाराहारीमा नै ब्याङ्क ब्यालेन्स नदेखाइकन थोरै समयमा छिट्टै बिना कुनै झन्झट र जोखिम यहाँहरू चाहिँ युरोपमा पढ्न जान सक्ने सुविधामा हामीले सहजीकरण गर्ने कुरा निवेदन गर्न चाहन्छौँ। अहिले केही बेरमा यहाँहरू सबैलाई जोडिन म हार्दिक अनुरोध गर्न चाहन्छु। केही कुराहरू भएमा यही लाइभको कमेन्ट सेक्सनमा पनि यहाँहरूले लेखिदिनु भएमा त्यसलाई हामी जवाफ दिने प्रयत्न गरिरहेका हुनेछौँ। अहिलेलाई भने यो छोटो सेसनबाट, यो पहिलो दिनको यो कार्यक्रममा सहभागी हुनुहुने, हामीलाई सुन्न चाहनुहुने र सहयोग गर्नुहुने सबै साथीहरू, शुभेच्छुकहरू, यहाँहरू सबैलाई कलेज कोच नेपालको तर्फबाट म हृदयदेखि धन्यवाद, आभार व्यक्त गर्न चाहन्छु र यहाँहरू सबैलाई अपराह्न 4 बजे जुम एप्लिकेसन मार्फत हामीले दिएको लिङ्क अथवा युजर आइडी र पासवर्डबाट जोडिनु हुनका लागि पनि अनुरोध गर्दै बिदा हुन चाहन्छु। धन्यवाद।